यो कहानीको शीर्षक हो ढुङ्गासँग कुरा गर्ने मान्छे। आउनुहोस् कहानी सुरु गरौँ। एउटा सानो गाउँ थियो। उक्त गाउँमा एकजना युवा बस्थे। न धेरै पढाइ, न पैसा, न चिन्जान, तर उसँग एउटा कुरा थियो, त्यो हो सपना। त्यही गाउँको छेउमा एउटा ठुलो ढुङ्गा थियो। त्यो गाउँका मानिसहरूले भन्थे, यो ढुङ्गा वर्षौँदेखि यहीँ छ, न कसैले यसलाई फुटाउन सक्छन्, न कसैले यसलाई सार्न सक्छन्। तर त्यो युवकले हरेक दिन बिहान त्यही ढुङ्गाको अगाडि उभिएर भन्थ्यो, एक दिन म यो ढुङ्गालाई सारेर देखाउनेछु। यस्तो भनेको सुन्दा गाउँलेहरू हाँस्थे, कतिले मजाक बनाउँथे, मजाकमै उडाउँथे, कतिले त भन्थे, के बोलेको यार, सपना देख्ने पनि हद हुन्छ नि। पहिलो दिन उसले ढुङ्गा धकल्यो, केही भएन। दोस्रो दिन पनि धकल्यो, नै। तेस्रो दिन पनि धकल्यो। यसरी धकल्दै हप्ता दिन बित्यो, महिना दिन बित्यो, केही भएन। ढुङ्गा जस्ताको त्यस्तै थियो। उसले त्यो ढुङ्गा सार्न सकेन। तर एउटा कुरा बदलियो, उसको मन कडा हुँदै गयो। उसले हार मान्न छोड्दै गयो। उसको शरीर बलियो हुँदै गयो अनि ऊभित्रको आत्मविश्वास बढ्दै गयो। एक दिन त्यो युवक बाटोमा हिँडिरहेको थियो। त्यो गाउँका मान्छेले उसलाई फेरि सोधे, के भयो, ढुङ्गा त उस्तै छ त, जस्ताको त्यस्तै जहाँको त्यहीँ छ त। अनि त्यो युवक मुस्कुराएर हाँस्दै भन्यो, हो, ढुङ्गा त्यहीँ छ, जस्ताको त्यस्तै उस्तै छ, तर म उस्तै छैन, मैले आफूलाई सारिसकेँ। समय बित्दै गयो। एक दिन भारी वर्षा भयो, ठुलै बाढी आयो। गाउँ डुब्ने हो कि भन्ने खतरा बढ्दै गयो। अचम्मको कुरा के थियो भने गाउँमा आएको बाढी रोक्ने त्यही ढुङ्गा थियो। पानीको धारलाई छेक्ने त्यही ढुङ्गा मात्र सही ठाउँमा उभिएको थियो। जब पानीको बहाव बढ्दै गयो, पानीको धार बढ्दै गयो, तब त्यो गाउँका सम्पूर्ण मानिस एकै ठाउँमा जम्मा भए अनि सबै मिलेर त्यो ढुङ्गालाई सार्न थाले। पहिला जसलाई असम्भव भनेका थिए, बिस्तारै त्यही ढुङ्गा हल्लिन थाल्यो। अन्ततः ढुङ्गा सारियो, गाउँलाई बाढीबाट बचाइयो। त्यो दिन सबैले बुझे, ढुङ्गा एकै दिनमा सारिएको थिएन। त्यो शक्ति हरेक दिन हार नमान्ने बानीबाट बनेको थियो। त्यो युवाको हरेक दिनको प्रयासले ढुङ्गामा काहीँ न काहीँ असर परेको थियो। त्यो युवाको मेहनतले साँच्चै काम गरेको थियो। तपाईँको जीवनमा पनि यस्तै ढुङ्गाहरू छन्। असफलता, डर, आलोचना, ढिलाइ जस्ता ढुङ्गाहरू थुप्रिएर बसेको छन्। हरेक दिन ती ढुङ्गालाई सार्ने अनि हल्लाउने कोसिस गर्नुहोस्। आज नहल्लिएला, भोलि नहल्लिएला, तर एक दिन अवश्य पनि हल्लिनेछ अनि एक दिन अवश्य पनि सर्नेछ। याद राख्नुहोस्, तपाईँ ढुङ्गा सार्न र हल्लाउन अभ्यास गरिराख्नु भएको होइन, तपाईँ आफैलाई बलियो, आफैलाई मजबुत, आफ्नो कन्फिडेन्सलाई डेभलप गर्नका लागि परिराख्नु भएको हो। यो कुरा नबिर्सिनुहोस्। जब तपाईँ बलियो हुनुहुन्छ नि, ढुङ्गा आफै सारिन्छ। हार नमान्नुहोस्, पीडाबाट भाग्ने कोसिस नगर्नुहोस्, आफूमाथि आइपरेका दुःखदेखि पन्छिने कोसिस नगर्नुहोस्। लागि पर्नुहोस्, आफ्नो जति सकिन्छ त्यति मेहनत दिनुहोस् अनि अगाडि बढ्नुहोस्। यस्तै मोटिभेसन भिडियो, इन्सपिरेसन भिडियो अनि कहानीहरूका लागि मेरो युट्युब च्यानल, यही च्यानल सब्सक्राइब गरेर बेल आइकन अलमा राख्नुहोला, ताकि अर्को यस्तै नयाँ भिडियो सबैभन्दा पहिला तपाईँको मोबाइलमा आओस्। भेटौँला अर्को भिडियोमा। तबसम्मका लागि नमस्कार।